चार्ट हेर्ने हो भने चाहिँ एक लेभलको पर्फेक्ट एरियामा चाहिँ माथि गएको छ भनेर भन्छु म है। हाम्रो चाहिँ यो एरियामा चाहिँ एक लेभलको सपोर्ट छ है, यो सपोर्टमा चाहिँ टच गरेर गएको छ है। अब धेरैले चाहिँ मलाई क्वेसन गरिरहेछ बाइङ गर्ने कि नगर्ने भनेर है। बाइङ गर्न सक्नुहुन्छ, तर हल्का रिस्क चाहिँ के छ त भन्दाखेरि फेरि पनि एकचोटि यो ग्याप छुन आउन सक्ने चान्सेस चाहिँ यसमा छ है। सो यतिको चाहिँ म चाहिँ होल्ड गर्छु भन्नुहुन्छ भने तपाईँले चाहिँ बाइङको लागि चाहिँ जान सक्नुहुन्छ। मैले अस्ति नै पनि भिडियो बनाइसकेँ है। यो एरियामा बाइङ गर्ने हो भने चाहिँ वेट गर्नु होला, होइन म चाहिँ होल्ड गर्छु, म अहिले बाइङ गर्छु भन्नुहुन्छ भने पनि ठिकै छ, बाइङले चाहिँ जान सक्नुहुन्छ भनेर भन्छु है। तपाईसँग छ भने चाहिँ नातिनुस्, होल्ड गर्नुहोस्। किन्ने हो भने चाहिँ यो एरियामा पनि अलिक किन्नुस्, अनि अलिक मुनि आउँदाखेरि मुनि पनि किन्नुस् भनेर भन्छु म चाहिँ है। अनि स्टप लस चाहिँ तपाईँले चाहिँ यहाँ राख्नु होला, लगभग 600 को चाहिँ स्टप लस राख्नु भने चाहिँ पहिलो टार्गेट चाहिँ तपाईँको यही हुनेछ है, 730 को एरिया हुने चाहिँ। अनि तपाईँको सेकेन्ड टार्गेट चाहिँ तपाईँले चाहिँ 800 राख्न सक्नुहुन्छ। सो चार्ट राम्रो छ, अलिक रिस्क भने चाहिँ यो ग्याप टच गर्न आउन सक्छ, त्यति मात्रै हो। तपाईँले अलरेडी किनिसक्नु भएको छ भने चाहिँ नडराउनुहोस्, जस्ट होल्ड योर पोजिसन भनेर भन्छु।